हेलो मनन बेबी वेलकम टु माई भिडियो है त मैले तँलाई भनेको थिएँ नि यार मनन मैले केटी बित्ने के बना भनेर यो चाहिँ है यही ओल्ड है पक 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 तँलाई म प्रुफमै आइदिन्छु के प्रुफमै आइदिन्छु मनन रुक तँलाई अनि तँलाई म इन्ट्रोडक्सन नै दिन्छु मेरो वर्ल्डको पहिला सु तँलाई यहाँ सेटिङमा देखाइदिइहाल्नु फेरि यहाँ कृपया आएर पड्क्यो भने लास्ट ल्याङ हुन्छ म हेर्नुहोस् होला कृपया मेरो यस्तो आउँछ मैले क्रिएटिभिटी गरेँ होइन यसो त यस्तो कोड हो यो चाहिँ मेरो स्टार्टिङ पेज थियो यसमा मैले स्टार्टिङ गरेको सानो हेर्नु त्यसो यो मेरो स्टार्ट गरेको चेन भन्नु त्यसलाई माइनिङ गरेर ए म साथी भिडियो पठा भनेर अनि यो चाहिँ अब मेरो यहाँ पेन्डिङमा म कति जेर बनाउँछ यो चाहिँ मैले घर बनाउनु भएन यो झोला छोडिदिएको यत्तिकै छ यो चाहिँ बनाइदिनु भएन यत्तिकै छ भनौँ न हेर्नुहोस् होला यो मेरो सबसे मेन यहाँको सबसे मेन यहाँ चाहिँ एउटा मेरो आकाश भन्ने भान्जा र म खेल्छ अनि त्यो आकाश भन्ने भान्जा चाहिँ कहिले काहीँ मात्रै खेल्न आउँछ उसको मम्मी मल्दा बेला मात्रै खेल्न आउँछ सबसे मेन चिज चाहिँ अनि उसलाई खेल्न नि आउँदैन उसलाई सबै कुरा मैले भन्नु मेन चिज चाहिँ यहाँ हेर भाइ त्यो दाइसँग के छ कसम केटी पिच गरेर हेर मलाई केटी पिच नभने यस्तो स्ट्रगल गरेर त्यो सबिनले जे पनि भन्छ आदत छ त्यस्तो स्ट्रगल गरेर हेर तेरो दाइको यहाँ मेहनत देखाइदिनु तल चाहिँ मैले चाहिँ यो कहाँबाट पाउँदा नि म केप माइनिङ गर्न गएको थिएँ केपमा एन्टर मार्ने मेरो आमा हेर्दै मैले एन्टर मारेँ अनि मेरो चाहिँ माइन्ड सापमा पायो यो दुइटा चाहिँ माइन्ड सापमा पा अनि यो डायमन्ड चाहिँ मैले माइनिङ गरेर पा अनि यो बुक यो चाहिँ यतिमा कुन चाहिँ पढ्न सक्छ हे अब मलाई थाहा छैन यो कुन कुन बुक हो मलाई त्यस्तो बुकमा इन्ट्रेस्ट नै छैन अनि अर्को यो पछि कुन जस्तो लाग्यो कुन हो मलाई यही हो यो चाहिँ फेन्सी थ्रीको मैले यो माइनिङ एकदिन रबिन भन्ने माइन्ड सबमै पाएँ धेरै जस्तो बुक मैले माइन्ड सबमै पाएको पनि हिलिङको यो उइसलाई मारेर उइस भर्खर माइनिङ सकाएर आएको हेर्दै दाइको कासल यहाँ चाहिँ यस्तो रुट यहाँनिर कोही बस्न पाउँदैन नेचर कति म्याद नमरिकन आएको त दिनै हो ए 7वटा मात्रै डायमन्ड चाहिँ धेरै छैन होइन यहाँनिर मेरो सामानहरू यहाँ आइरहन्छ तर मेरो आइरहनु इन्चामेन्ट टेबल छन छ एक स्टेक पुग्छ होला मसँग यहाँनिर आएर अघि मैले यहाँ एउटा पुगेन कस्तो 3टा ब्लक चाहिन्छ उसलाई यो रुख चाहिँ मैले रोकेँ फेरि अनि हाम्रो पिभिपी गन पनि बनाएँ मैले रामताले मनन बेबी पिभिपी गन ठाउँ ब्युटी भएन ब्युटी भएन मैले ब्युटी देखाइदिन्छ डोक्न फेरि कच्चो देखाउनु पर्यो टक्क लगाएर पाउनु सक्दैन होला कस्तो लान्छ अनि यो हो मेन चिज चाहिँ यो चाहिँ आकाशको घर यो नाम मात्रै आकाशको घर बनाउन चाहिँ मैले बनाइदिएँ मेरो घर चाहिँ छैन मैले बनाउँदैछु यो मेरो घर बनाउनु भने राम्रो बनाउँथिनँ त मैले मलाई अरू सब सजिलो लाग्छ होइन खाना बनाउनु त्यो झ्याउ लाग्छ त्यो झ्याउ लाग्छ खाना बनाउनु चाहिँ मैले पढिदिएको झ्याउ लाग्छ अनि यो रोड चाहिँ मैले बनाएको सब मैले गरेको भान्जा मेरो आकाश भान्जाले त केही गरेको छैन अनि कसैले मैले बनाएको मैले बनाएको मलाई के देखाउनु त अब हामी मेरो कुरा छ भनेर जानुपर्छ मेरो खाइमा पिक्याक थियो त्यो 14वटा है 15वटा थियो कतिवटा थियो
अनि यो सबै रेलवेपट्टिहरू चाहिँ मैले त्यही के भन्छ माइन छापबाट पायो रेलवेपट्टिहरू चाहिँ सत्तर के ल्याउँथ्यो डायमन्डको त्यो गोल्डको त मैले भएन गोल्ड त कति कति डायमन्डको टिका जस्तो मैले राखेँ हो पछि इन्चार्टेड हान्नुपर्छ मऱ्यो भने फेरि हराउँछ त्यो अन्त ल्यापिस नि मैले पाओ त्यो त यसलाई कतिखेर ग्राइन्डिङ हाने ल्याउनु आइरन म्यान डायमन्ड नभए मेरो ट्रोल हन्टरहरू त मेरो युट्युब च्यानलमा बेला बेलामा लाइभ आइरहेको हुन्छ लाइभ बसिरहेको थिएँ तपाईँहरू म लाइभ स्ट्रिम हेर्नु छ भने म लाइभ आउँछु युट्युबमा कि मेरो समिरिज लाइभमा नि हाने समिरिज लाइभ एट द रेट 7 त्यसमा म लाइभ आइरहेको बेला बेला त्यसमा लाइभ गर्छु अनि अलिक म तपाईँसँग अब छोड्दै त्यो रुख देखाउनु होला रुख के गर्ने सब हेरी के मान्छेलाई के गरेन मैले रिस्पोन्सेट प्रेस च्याट रिस्पोन्सेट हो सब क्रिएटिभ युज गरेर यतातिर सब देखाइहाल्थ्यो साइनिङ गऱ्यो अब छोड्दै यति हो र दाइको ग्राइन्डिङ अझै कति कति बनाउँछु म तपाईँ भिडियो पठाइरहन्छु मेरो ब्लग बिल्डको मेरो बिल्डको अन्त रेटिङ दिएँ त्यो कासालाई होइन त्यो कति रेटिङ दिन्छस् भन्नु न एकचोटि ओइ 10 आउट अफ कति रेटिङ दिन्छस् त्यो कासालाई हेर्छ मैले यति मिहिनेतले बनाएँ यो कासालाई त्यो कासालाई कति रेटिङ दिन्छस् भन् त माधव मदन बाउ मलाई रेटिङ दे नि यो कासाको माथि र केही बनाएन कासाको यस्तो के भन्छ नि डिप स्लेटमा पाउँछ नि त्यो मुनि मुनि पाउँछ नि मुनि कालो एउटा कपाल स्टोन त्यसले बनाएको थिएँ अनि हामीलाई चाहिँ पुग्न नपुगेर कपाल स्टोन हाल्दै के हुनु होला है मनाउ मेरो भिडियो फुल हेरिस् भने त इन्चान्टेड एलिमेन्ट सबसे मेन रियरेस्ट आइटम इन दिस माई वर्ल्ड इन दिस वर्ल्ड इज गोल्डन इन्चान्टेड एप्पल ब्रो गोल्डन इन्चान्टेड एप्पल तेरो दाइको कस्तो छ डिजाइन हेर तेरो दाइको बिल्ड हेर बिल्ड रेकुरेसन हेर रेकुरेसन के भन्छ रेकुरेसन के भन्छ मलाई आएन इङ्ग्लिस आउँदैन मलाई अझै म तिमीहरू सर्भरमा आउँथेँ अब यही हो अब हेर मैले डिलिट गर्न सक्दैन मेरो जान भन्दा नि प्यारो छ म न तिमीहरू सर्भरमा आएर सब बनाइदिन्थेँ सब के चाहिँ बनाउनु आउँदैन सब बनाइदिन्थेँ